ल आज हाम्रो साबिर डन सिरियलको सुटिङ हुँदैछ साथीहरू। यहाँ हाम्रो म्याडमहरूले पूजा गर्दै हुनुहुन्छ, क्यामेरा पूजा। सुटिङ पनि हाम्रो हुँदैछ र आज सबैले चाहिँ एकदम राम्रोसँगले चाहिँ सुटिङ गरेर चाहिँ हाम्रो 62 63 भाग सम्पन्न गर्नुपर्नेछ। साबिर डनको 63 भाग एकदम ल पर्छ। के तपाईहरु हिँड्ने त्यो आज हामी चाहिँ साबिर डन सिरियलमा जाँदैछौँ। यहाँ जोगडोलमा हुँदैछ शिकार, सब शिकार रहेछ। कुम्भ मन्दिरमा झन्सौ यात्री, कुम्भ मन्दिरमा जाने हो, भक्तिको फूल चढाउँदै मनको इच्छा भन्ने हो। पहाडको काखमा के तपाईहरु हिँड्ने के हो? बनाएछ यो गोरुमा अर्के खोइ त
कता फर्क्यो अर्के निद आयो क्या ल आज हाम्रो साबिर डन सिरियलको सुटिङ हुँदैछ साथीहरू यहाँ हाम्रो म्याडमहरूले पूजा गर्दै हुनुहुन्छ क्यामेरा पूजा सबैलाई आशीर्वाद दिन्छु म एकदम धन्यवाद हजुरहरूलाई हाम्रो पार्वती धेरै म्याडम माया गरिदिनु है हजुर हो सावित्री डन हाम्रो आमा माया दिदी बिहा सुत्दा हामीलाई झालिदिनु पर्यो ल दिदी किन अलग्ग गरेर बसिरहेको ल है ल हाम्रो टुपी दादा ल नमस्कार 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 ल भट्टाबाट पूजा गर्नुहोस् है ल ल ल ल साथीहरू यता हुनुहुन्छ हाम्रो अभिनय गर्न सकौँ ल है म धुप समर्पण ल है ओए रमेश खरेल ल रमेश खरेल आइहाल्नु त रमेश खरेल दिन ल आउनुहोस् आउनुहोस् यहाँ गरौँ भनेको यहाँ हुन्छ म खिचिदिन्छु एउटामा खिचिदिनु त अहिले फोर्केमा हान्ने राम्रो हुन्छ त फोर्केमा हो नि त्यही फोर्केमा फोर्के 60 मा चट्ट ल फोर्केमा राम्रो आउँछ नि ल यहाँबाट खिच्ने यताबाट यताबाट आउँछ पुरै त्यहाँबाट खिच्छ ल ल परमेश्वर घरमा बस्ने कुलदेव वनमा बस्ने वनदेव होइन नाटकमा बस्ने नाट्येश्वरी देवीमा यो सावित्री डन सिरियल सबैको मनमुटुमा बस्न सफल होस् हाँडीमा मकै पड्के जस्तो गरेर सबैको मोबाइलको वालमा जाओस् र सबैलाई हेरौँ हेरौँ लाग्ने चाहिँ एक प्रकारको मनसाय बनाइदेऊ हामीले गरेको कामप्रति के कस्तो छ दर्शकहरूले पनि कमेन्टद्वारा हामीलाई चाहिँ भन्नु पऱ्यो रिप्लाई दिनु पऱ्यो आजको यो नयाँ भागमा कसैले पनि टेक नखाउन् सर्ट डायलग बोलुन् जय माला जय नाटेश्वरी जय हो प्रभु जय हो नमस्कार प्रभु नमस्कार 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 ल हाम्रो साबिरजन भाग 63 64 को अब यहाँ सुटिङ हुन गइरहेको छ क्यामेरा पूजा हुँदैछ हाम्रो रमेश सरले क्यामेरा पूजा गर्दै हुनुहुन्छ ल तमसँगले है नाटेश्वरी भगवान् टेक भनेको नखाइयोस् फर्ती किताब पढेको भन्दा पनि धेरै बेसी भन्न आओस् हाम्रो सावित्री डनलाई देश विदेशदेखि एकदम माया गरिराख्नु भएको छ यसरी नै माया गर्दै जानु होला बल्ल अब हामी अगाडि बढ्न सक्छौँ लाइक कमेन्ट सेयर गर्नु होला तपाईँको माया र कहिले पनि कमी नहोस् हामीहरू कुनै कमी कमजोरी छ भने कमेन्टद्वारा भन्नु होला हस्त ल नमस्कार 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 पैसा राखेर नमस्कार गर्नु पर्ने पैसा चाहिँ राख्नु बिर्स्यो पैसा चाहिँ राख्नुपर्छ है एकदम सँगले अरू बिर्सिए चाहिँ पैसा चाहिँ बिर्सिनु हुँदैन ल सर यताबाट यसो बुवामा मेरो माग्नु भन अब एकैचोटि थियो कस्तो झ्याउ भयो तपाईँ आज किन ढिलो गर्नुपर्छ यस्तो आइसक्यो ढिलो भइसक्यो ल परमेश्वरी पैसा नबच्ने हो क्यामेरा पूजा हुँदैछ र सुटिङ पनि हाम्रो हुँदैछ र आज सबैले चाहिँ एकदम राम्रोसँगले चाहिँ सुटिङ गरेर चाहिँ हाम्रो वैशाखी 63 भाग सम्पन्न गर्नुपर्नेछ त्यसको साबिरजनको 64 भाग एकदम ल अरे हो आज त पैसा त टानै छ त हो
नमस्कार तेरो पहिलो सामान राख आफ्नो पहिलो सामान नछन् जहाँ पुगेको हुन्छ बोलेर गरौँ न कति जानेको भनेको ल हाम्रो सर नाटेश्वरी भगवान आज म कति महिना भएन 4 वर्ष पछाडि फेरि जोडिएको छु। सर्वप्रथम त सम्पूर्ण टिमलाई आज टेक नखाउँ, पहिला त मै टेक नखाउँ है। र देश विदेशमा छरेर रहनुभएका दर्शकहरूले नि हामीलाई माया गरेर कमेन्ट लाइक सेयर गरिदिनु होला र जस्तो छ त्यस्तै कमेन्ट गरिदिनु होला। अघि हाम्रो राजन सरले भने जस्तै है, हाम्रो टुपी दादाले भने जस्तै। र आज पहिलो कुरा त मैले टेक खानु हुँदैन, धेरै पछाडि आएको छु है। ल अब धेरै त बोल्न आउँदैन र यतिमा इन गरेँ मैले। अरू भन्दा नि मलाई त पैसा लोभ लाग्न थालिसक्यो। ल मैले पनि यसो यो गरेँ है। ल सबैजनालाई नमस्कार। नमस्ते ल ओहो नमस्ते ल नमस्ते नमस्ते कति सबैजना नमस्ते